नमस्कार, म इनास केन्टकी च्याप्टर अध्यक्ष। आज मैले यो फिल्म डकुमेन्ट्री हेरेँ, उहाँको धेरै नै राम्रो लाग्यो। यसमा चाहिँ उहाँले आफ्नो देशप्रेम, विदेशमा बसेर पनि देशप्रेम कति छ भन्ने कुरा चाहिँ दर्शाउनु भएको छ र उहाँको कन्सेप्ट चाहिँ एकदम राम्रो लाग्यो मलाई। किनभने 0 देखि 8848 मिटर, अब त्यो 58 मिटरसम्मको चाहिँ नेपालमा रहेछ, त्योभन्दा मुनि चाहिँ रहन्छ। अब त्यो उहाँले 0 मिटर खनेर बनाएर हुन्छ कि कसरी हुन्छ, त्यो पनि उहाँको सपना रहेछ। त्यो 0 देखि अनि फेरि सगरमाथाको उचाइसम्म चाहिँ विदेशी पर्यटकहरूलाई चाहिँ कसरी लाने, किनभने हाम्रो देशमा 0 देखि त्यो हाइटसम्म को नै छ भन्ने भएपछि एउटा छुट्टै किसिमको एडभेन्चरस हुन्छ, मान्छेलाई जाउँ लाग्ने हुन्छ। कस्तो रहेछ त भनेर एउटा टुरिज्मको लागि पनि के होस् भनेर उहाँले त्यो गर्नुभएकोमा चाहिँ धेरै खुसी लागेको छ। यो उहाँको सपना चाहिँ आगामी भविष्यमा पुरा हुन्छ भन्ने कामनाका साथै म उहाँबाट यही आश गर्न चाहन्छु। धन्यवाद।